सो नमस्ते साथीहरु, स्वागत छ तपाईलाई फेरि मेरो नयाँ भिडियोमा। होप तपाईहरु सबै सन्चै हुनुहुन्छ होला। र साथीहरु, अहिले म आएको छु बागडोगरा, कुन चाहिँ जग्गा भन्नु हैन, भुट्टाबारी। सो हेर्नु सक्नुहुँदैछ, पहिला पनि भिडियोमा हेर्नु भएको थियो होला। चकलेट ल्याब मेल एकदम पञ्च फेसमा शॉर्ट टेल। दाजुले धेरै दिन अगाडि नै बुक गरेको थियो, जब पपीको आँखा पनि खुलेको थिएन त्यतिखेर नै दादाले एडभान्स पठाइदिएको थियो। र आज 46 डेजको भएको छ पपी, हेर्नु सक्नुहुन्छ। सो डेलिभरी गर्नु आएको छु र तपाईलाई बताइदिउँ, यहाँ दाले भनेको थियो कि भ्याक्सिनेसन पनि लगाएर ल्याइदिनु। सो हामीले जो फर्स्ट भ्याक्सिनेसन लाग्छ 40 डेजमा पपी डिपी त्यो लगाइदिएको छु हैन। दादा कस्तो लाग्यो तपाईलाई? राम्रो लाग्यो, मजाको छ। दादालाई राम्रो लाग्यो रे। दादाहरू फर्स्ट ओनर हो हैन। यसको अगाडि डग त अब एक्सपिरियन्स छ, साथीको डग अलिअलि हेर्नु भएको थियो अरे। र अहिले चाहिँ दाले यो चाहिँ आफ्नै लागि लिनु भएको फर्स्ट। र जति पनि डग ओनरहरू छ या जसले लिनु चाहनुहुन्छ, तपाईहरु लेब्राडोर ब्रिडको डग लिनु सक्नुहुन्छ अगर फर्स्ट ओनर हो भने, किनकि यो डग एकदमै प्लेफुल हुन्छ, फ्रेन्डली हुन्छ, ज्यादा एग्रेसिभ हुँदैन। सो तपाईहरु जरुर लिनुहोस्। ल त दादालाई पनि धेरै धेरै धन्यवाद र दादालाई कङ्ग्रेचुलेसन फर दादाको नयाँ फ्यामिली मेम्बरको लागि। ल त साथीहरु, अहिलेको लागि यति नै, फेरि भेटौँला नेक्स्ट भिडियोमा।